शान्तिधाम घुम्न आएको बाटो थाहा नभएर हिँड्दै आएको यस्तो मान्छे होइन बाइक तल हिँड्दै आउनु पर्यो होइन बाटो हुँदा हुँदा पनि हिँड्न परेछ ल यत्रो बाटो हुँदा हुँदा नि मान्छेले डुबायो आज है मान्छे घुम्न आउने बाटो थाहा नहुने हेलो शान्तिधाम घुम्न आएको हामी लेफ्ट राइट घाममा यो दुईजना मान्छेले बाटो नचिनेर ए हो मेन मान्छे हो बाटो बिग्रिन्छ बाटो यत्रो पिच भएको बाटो होइन ढलान बाटो बिग्रियो अरे ए मान्छे बुढा र भाइलाई हिँडाउने बाटो छैन भन्दै हामीले पनि चिने छैन होइन है खरबुजा पाकेको खरबुजा देखो देखो कैसा आदमी है हमारा इतना घाम में हिनाया काला को जर काला बनाया काला बना दिया रे कैसा कैसा लोग होता है इतना घाम में हिनाया हमको जल्दी आओ स्कूटर उक्लिन है क्यों आंटी को स्कूटर उक्लिन धगल्दै गएर धगाल्नु पर्यो आंटी स्कूटर उक्लिन है क्यों सोधा उक्लिन है क्यों अब जाऊँ छोड़ दो उसलाई छोड़ दो शान्तिधाम आएको आइपुग्यो शान्तिधाम भन्ने ठाउँ छेकेछ त्यहाँतिर एउटै हो बाटो त मेन गेट आयो शान्तिधामको गेटै यहाँ रहेछ ठिक छ आइपुग्यो कति पैसा लिइरहेको शान्तिधाम आइपुग्नु लाग्यो हामी हिँड्दै आयो मोटीको जे होस् आज 200 क्यालोरी चाहिँ घट्छ अब शीतल दिनु हुँदैन बसिहाल्छ यस्तै मान्छे गोरो मान्छे कालो होला है फेरि हामी त कालो मान्छे यसै कालो उसै कालो म त कालो यसै नै छ त नभन्नाले भने अरू कालो रेलको धुवाले म त कालो छातालाई उड्दै देख्यो कालो घाम पनि यस्तो छ कि हाम्रो दोस्ती कालो हुन्छ नि ठ्याक्कै लाएर होइन बादल पनि ट्याक्कै लगाइदिइहाल्यो क्या हाम्रो सालो केटा अगाडि हिँड्दैछ शान्तिधाम गेट आइपुग्यो बल्ल आइपुग्यो ल शान्तिधाम बल्ल आइपुग्यो ल शान्तिधाम कृपया जुत्ता चप्पल बाहिर संसार को उत्पत्ति स्थिति लय करने वाला साक्षात परब्रह्म हरि हामीसँग आलिङ्गन गरेको छ चुम्बन गरेको छ नाचो गरेको छ शान्तिधाम आइपुग्यो फोटो खिच्न मिल्छ होइन नारायण नारायण मिल्छ हौ
क्यामेरा गर्नु मिल्छ मिल्दैन नारायण 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 भित्र मिल्छ मिल्दैन ईसा महल ईसा महल हो सानो मान्छे को कहाँ हो हिँडाइहाल्यो जति भएको कालो काला देख काला हो गया रे काला हो गया रे तिमीले मेरो पढिदिनु हामी शान्तिधाम घुमेर फर्किने हो भ्लग बनाउनु पऱ्यो नि अब कस्तो भयो त हिँडाइ पसिनाले धार्मिक हुन्छ तिम्रो यो नाच्नु चिकन खाइन अब अलि पानी पर्नु लाग्यो नि त श्रीमते रामानुजाय नमः दशमीको त घटेको पनि सबै बढिसक्यो होला अब बढेको घट्यो होला भन न के पकोडा खाएर समोसा खाएर समोसा जस्तै छ मान्छे पनि यहाँबाट यत्रो पहिला उयो गेटलाई झन् खोलिदिइहाल्यो नि ठगी छ नि हो आधी गेट पुगेको छ त